यो जाँठोले चलाएको देखेर मेरो साथ त गयो लडाउनु त लडाउँदैन सो वाट्स अप एभ्रिवान वेलकम ब्याक अगेन स्वागत छ तपाईँलाई नयाँ मेरो ब्लगमा आज त तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु आजको बाँचि नै रहेको छु अहिलेसम्मको लागि सो हिजोको ब्लग के कस्तो लाग्यो आयो तपाईँहरू सबैजनालाई ठिकै लाग्यो होला सन्चै लाग्यो होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु पुरानै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गर्नु चाहिँ ठ्याक्कै नभुलिदिनु होला सो अहिलेको लागि चाहिँ म कहाँ जाँदैछु मलाई पनि थाहा छैन एउटा साथीले बोलाइरहेको छ अनि त्यही हो त्यहीसँग जाँदैछु म कहाँ जाँदैछु मलाई पनि थाहा छैन होप्छु अब भीमस्थान देखाइदिन्छु नि त है त ल चल बोलाउने सब गाइज हामी चाहिँ अहिले यहाँ माथि टाढामा कुन ठाउँमा भन्छ थाहा तपाईँलाई थाहा छैन कुन ठाउँमा भन्छ हामीले पनि थाहा छैन तर यहाँबाट हाम्रो घरहरू स्कुलहरू चाहिँ सबै देखिन्छ कि पछाडि भीमस्थान सहिले हामी पारिपट्टि चाहिँ मैले अघि देखाएको ठाउँबाट पारिपट्टि बेलघारीमा छु होइन यहाँबाट चाहिँ भीमस्थान 2 नम्बर रोड सबै देखिन्छ के अरे भनेर आएको खासमा तर देखिन चाहिँ खासै राम्रो चाहिँ देखिन तर ठिकै छ आँखाले हेर्दा चाहिँ ठिकै छ फोनमा चाहिँ जोतकै आएको छ कि ठिक छ यहाँको साथीहरू हिँड्छ साथी छ साथी अब यहाँ मैले के चाहिँ देखाउनु त बाटो यस्तै लडा लसुन जस्तो छ भ्यू पनि यस्तै चाहिँ रहेछ अलिअलि सिनेमेटिक हान्छु यतिकैमा भ्लग सकेला जस्तो लागेर आज मलाई व्हाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू च्यानल भन्नु मिल्दैन यो चाहिँ साथीको च्यानल साथीको आइडीबाट म होइन टक्क साथीको मोबाइलबाट भिडियो गरिरहेको छु अहिले चाहिँ हामी टक्क यहाँ ट्याङ्की डाँडा भन्छ के अरे छरछरे होइन चिसापानी हो के अरे नरकटीबाट अलिकति माथि आएको छौँ हाम्रो घर चाहिँ ऊ पारी साइड पर्छ होइन चट्टा लाएर यसो सनसेटको भ्यू हेर्न आयो क्या हामी चाहिँ होइन चट्टा लाएर त्यहाँ चाहिँ छैन अलिक बेला भएर हुन्छ त्यही भएर यहाँ टाइम वेस्ट गर्दैछौँ हामी बेरोजगारी जिन्दगीहरूको बेरोजगारी ताल यो यसमा छ कि तर यहाँबाट भ्यू चाहिँ बवाल देख्छ जियोस् अलिअलि भयो नि सो आजलाई म चाहिँ बिदा हुन चाहन्छु हस्त धन्यवाद धन्यवाद सो एभ्रिवान साथीको तर्फबाट केही शब्दहरू सुनिहाल्नु होला पक्कै पनि सो अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ अब कहाँ जान्छौँ मलाई पनि थाहा छैन त्यसलाई पनि थाहा छैन सायद जाँदैछौँ त्यति हो कुरो यहाँबाट चाहिँ निस्क्यो यताको जङ्गलमा राम्रै लड्कीहरू हाँस्दै गयो भन्दै जग्गा ठिक छ अनि यहाँबाट चाहिँ भ्यू यस्तै देख्दो रहेछ हजुर लगभग रात पनि परिसक्यो सनसेटको भ्यू हेर्न आएको सनसेट पनि लामै जस्तो भइहाल्यो यो जाँठोले चलाएको देखेर मेरो साथ त गयो
अहिले चाहिँ हामी कहीँ गएको छैन हामी रोडमै छौँ यहाँ बेलघारीको रोडमा होइन यहाँ फुलसुल पनि दामी आएको छ सनसेट पनि सायद आयो दामी नै आयो होला यस्तो गर्दा सनसेट पछाडिको दामी आइरह होला होइन कहीँ गएनौँ हामी बेलघारी कहाँ अरे नरकटे कि चिसापानी रे हो ओइ हामी नरकटेमा ठाउँ त्यो छ यो ठाउँको नाम चाहिँ नरकटे हो अरे यहाँ फोटोसोटो खिच्ने हो भने यस्तो दामी दामी गर्दैछौँ कि सनसेट दामी आइरहेछ लुक एट द सो यो पारिको भनेको चाहिँ हाम्रो गाउँठाउँ भयो क्या अरे तर एउटा कुरा क्या तैँले त्यो भ्लग बनाउँछ भनेर किनेको च्यानल क्या है अनि तैँले भ्लग बनाउनु किन छोड्यो भन्नु पहिला चाहिँ हल्का यसो फोटोसोटो खिच्ने कार्यक्रम गर्छौँ अनि त्यसो जानुपर्ने हुन्छ अब केही देखाउनु लायक केही भेट्यो भने यसो एक दुईवटा सिनेमेटिक मात्रै हेरिदिनु होला अब त्यस्तो अनौठो लामो भर्खर बनाउँदैछु कहाँबाट कन्टेन्ट निकाल्नु मैले कसरी कन्टेन्ट निकाल्ने अत्तो थाहा छैन हुन्छ होला गर्दै गरेपछि कुन दिन छोडिदिन्छु लामो यत्रैखेरि ल सिनेमेटिक 1 2 3 गो आजको लागि चाहिँ भ्लग यति नै सियु एन्ड नेक्स्ट भ्लग कस्तो लाग्यो हाम्रो गाउँघरहरू होइन सो अब त्यस्तो खासै केही देखाउन पाएन आज भिडियो पनि छोटो भयो त्यसको लागि हामी भेरी सरी थ्याङ्क यू सो मच फर वाचिङ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु पुरानै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गरिदिनु के गरिदिनु अरे ठोकिहाल्यो सही के गरिदिनु भन्नु त हो सब्सक्राइब अनि कमेन्ट पनि अनि अनि अरू थाहा छैन चाहिँ सबै गरिदिनु बाई भनिदिनु न तपाईँ अर्को भिडियोमा भेटौँला बाई